हेलो साथीहरु, वेलकम टु ब्याक माई च्यानल। आई होप तपाईहरु पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै आरामै छु भन्न चाहन्छु। अनि फेरि पनि स्वागत छ तपाईहरुलाई चाहिँ मेरो अम्बिका तोकुच अफिसियल युट्युब च्यानलमा। अनि सो आज चाहिँ म फेरि पनि खाजा खाएको भिडियो बनाउन गइरहेको छु। अनि मेरो खाजामा चाहिँ रहेको छ थुक्पा। अनि सो यो अन्डा भइहाल्यो, यो नजिकैबाट देखाउँछु ल। अनि यो चाहिँ टमाटर र तिलको अचार हो। अनि यो अन्डा, अनि यहाँ मुनिबाट चाहिँ थुक्पा छ। अनि सो आज चाहिँ म खाजा खान गइरहेको छु, नुडल्स। ओ माई गड, सरी। अनि यो चाहिँ मेरो पानी पिउनको लागि खाइहाल्नु। यदि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने पनि सब्स्क्राइब गरिदिनु होला। अनि तपाईहरुको माया र साथ सपोर्टको एकदमै धेरै भन्दा धेरै खाँचो छ पनि भन्न चाहन्छु। अनि जति पनि मेरो भिडियोहरु जतिजनाले हेर्नुहुन्छ सबैजनाले हेरेर कमेन्ट चाहिँ गरेर जानु होला, जस्तो जे कमेन्ट गरे पनि हुन्छ साथीहरु। सो यति भन्दै आजको भिडियो पनि स्टार्ट गर्छु है त साथीहरु। ओ माई गड, मेरो भिडियो बनायो भने भिडियो बनाउने वातावरण नै छैन साथीहरु। यो बाख्रा कराकै गर्छ। दामी भएछ। दामी भन्छ साथी। अन्डा उगाउनै जान्दिनँ त। कस्तो दामी भयो। सो यो चाहिँ मैले आफै बनाएँ। यस्तो खासै धेरै त केही लगाएको छैन, मेन्जो सेन्जोको लोकल पारामा क्या। मैले भिडियो बनायो भने साथीहरु कहिले मान्छे गरेर हुन्छ, कहिले बाख्रा गरेर हुन्छ। ओ माई गड, तातो धुवा खाएको त पसिनै सरी पो भयो त। कस्तो दामी भएछ।
साथीहरू मैले चाहिँ खाजा पनि खाइसकिसकेँ अनि मेरो भिडियो चाहिँ के कस्तो हुन्छ अन्तिमसम्म हेरेर फुल इन्जोय लिनु होला पनि भन्न चाहन्छु अनि यही 3 जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै किप लभिङ किप सपोर्टिङ गाइज लभ यु अल बाई बाई।